गाइज म यति बेला कपिलवस्तु जिल्लाको मेयर किरण सिंहको घटनास्थलमा आइसकेको छु। आज यहाँ म आउँदाखेरि दाङ जिल्लाबाट कपिलवस्तुसम्म आउँदाखेरि धेरै समस्या र बाटोहरूमा अप्ठ्यारोसँगै म यहाँको रिपोर्टको लागि आइसकेको छु। यहाँ चाहिँ अब घटनास्थलमा जाँदैछु। मलाई चाहिँ गाडी नमिलेर ट्र्याक्टरमा चाहिँ लिफ्ट मागेर एउटा दाइजले दिनुभयो, खुसी लाग्यो मलाई पनि, थ्याङ्क यू। यति बेला जहाँ घटना भएको थियो त्यहाँको रिपोर्ट देखाउन जान लागिरहेको छु र यहाँ चाहिँ यो भित्र जङ्गल पर्छ, भित्र जङ्गल यहाँदेखि अझै भित्रै छ। यो गोरसिङे र तौलियाको बिचको सडक हो। यो बिच सडकदेखि कमसेकम 1 किलोमिटर भित्र, 1 किलो भन्दैन अझै धेरै होला, त्यति भित्र उहाँको सब भेटिएको छ। जहाँ यतैबाट हुन्छ यो सडकदेखि यहाँ स्थानीय जनताहरूको थुप्रो भिड छ। भित्र यति मान्छे आउनु भएको छ यहाँको स्थानीय जनताहरू र यहाँको प्रहरीहरूसँगै। यो गर्मी यस्तो छ। यो घटनाको बारेमा हामी प्रत्यक्ष रिपोर्टिङको लागि भनेर यहाँ आइसकेका थियौँ र यहाँको रिपोर्टिङ ल्याइसकेका छौँ। यो घटना जहाँ यहीभित्र भएको थियो